घरहरू पनि बबाल बबाल छ गाइज होइन बबाल ठाउँमा आएको छौँ कि होइन यो ठाउँ चाहिँ के हो भने फेरि हामी कहाँ भन्ने पनि कुङ्गु स्टेसन होइन कुङ्गु स्टेसनबाट तल झरिकन यो बबाल ठाउँहरू रहेछ अझै केही कदमहरू बाँकी नै छ। हामी चाहिँ खासमा कहाँ हिँडेको भने चाहिँ आज हाम्रो विशेष गरी ओपन क्याम्पस होइन मैले सुरुदेखि भिडियो बनाउँछु भन्दै थिएँ तर के भयो होइन मैले बनाउनु पाइनँ अनि साथी पनि यस्तो हिरो भएर निक्ले खान कि अनि म पनि अब म त हिरो जन्मदेखि नै होइन त्यही भएर गइरहेको छु बनेर यही त ठाउँहरू चाहिँ बब्बाल हो कि मन खान्छ घरहरू यस्तो चिटिको छ कि कम्तीमा पनि घर नभए नि यत्तिको घर र यत्तिको गाडी भयो भने त हिँड भइगयो नि लाइफमा अरू के चाहियो र होइन त्यही हो घर गाडी परिवार त्यति चाहिँ हो होइन ढुक्क चिटिक्क परेको सबै थोक अब चिटिक्क पार्दैछु चिटिक्क पार्नलाई स्ट्रगल चाहिँ जारी नै छ होइन सबैको त्यस्तै त हो लगभग होइन यो चाहिँ टेम्पल रहेछ है बबाल खालको होइन ए बुद्धको भगवान रहेछ कि कति दामी यता चाहिँ खेती पनि गर्दो रहेछ होइन भोपाल छ कि राम्ररी दिदीदेखि होइन मारेको छ क्या भ्यूले चाहिँ कसम भनेको मारेकै छ ओके यता चाहिँ बाँसहरूको बोट पनि रहेछ है मैले फर्स्ट टाइम देखेँ आइकन बाँसहरूको बोट होइन भने नि कस्तो रहेछ भने नि यता चाहिँ गाउँ रहेछ होइन हाम्रो यो सेनमोन चाहिँ सेनमोनको नाम चाहिँ के अरे भन्नु त होन्डाको गएको भनेर हामी चाहिँ यस्तो घुम्न आइरहेछौँ होइन आज हामीले यो घर पनि गरेका थियौँ र आइरहेछौँ र हेरौँ न त कस्तो रहेछ खासमा चाहिँ गाउँ गाउँ लाग्यो कि हामीलाई काम भेट्न सजिलो हुन्छ त काम गर्न भ्याउँछ त भन्ने हिसाबले हामी गर्छौँ होइन अझै दुइटा पनि छ हामीले कोबेको पनि छ एउटा होइन अनि त्यहाँदेखि निशानको क्युतोको पनि छ हामी त्यहाँ पनि जान्छौँ भिडियो आउँछ नै ढुक्क हुनु होइन यो कति घन्टा लाउने हो हामी फेरि अब लास्टै कन्फ्युज के ट्रेनमा त्यत्रो अब म चाहिँ ट्रेन धेरै हिँडेर पनि म चाहिँ कन्फ्युज हुन्छु साथीलाई फेरि जहीँ थाहा छ कहीँ नहिँड्ने यसलाई चाहिँ जहीँ थाहा छ अब मलाई चाहिँ फेरि थाहा छैन कि ठाउँहरूले चाहिँ मारेकै छ होइन गाउँ भए पनि हरियाली देखिएछ कस्तो दामी आनन्द आउँछ नेपालको जस्तो त बिहा त बेटर छ नि यार हेर न यहाँ खेती चाहिँ देख्न पाइयो त्यति चाहिँ हो अरू त दामी हो कि यहाँनिर बब्बाले छ भन्नु ये क्या है भाई क्यों इधर है कैसे है हमको पता नहीं कुछ भी त्यो डाँडा कति कच्चा हो क्या गाइस होइन कच्चै कच्चा छ यार जाउँ त्यहाँ त्यो सबै कच्चा है अनि खोला पनि छ कस्तो लाग्यो त होइन गाइस होइन तपाईँहरूलाई कस्तो लाग्यो त हाम्रो चाहिँ घुमाइ होइन कस्तो लागिरहेछ खोला पनि राम्रो छ होइन खोलामा चाहिँ माछा भन्दा नि कछुवा धेरै छ कि त्यो चाहिँ मलाई खतरा लाग्यो कि यहाँनिर त मारेर पनि खाँदैन होइन अनि फेरि यतातिर कति खेती गरे कि हामी चाहिँ गाउँमै आइपुगेछौँ होइन तर सबै म्यानेज भएको खोलाहरू पनि यस्तो दामी छ होइन एकदम राम्रो तरिकाको छ कि सबै म्यानेजमेन्टहरू चाहिँ राम्रो मिलेको छ क्या अनि गाउँ छ होइन बबाल छ तर ढुक्क हो कसरी भन्ने हो यो म बयान गर्न सक्दिनँ मात्रै हो नत्र एकदम धेरै राम्रो छ क्या है खाजा है आज हाम्रो मैले सकिँदा लगभग चाहिँ सकिसक्यो होइन हाम्रो चाहिँ सिकी चाहिँ अब हेरौँ के छ त यसको त विचारै अलग छ फेरि फाइनली हामी चाहिँ त्यो सिकिसकेर होइन अहिले हामी अब चाहिँ बसबाट लगिदिन आँटेको होइन त्यही भएर अलिअलि खुसी लागिरहेको छ बस चाहिँ अब यहाँबाट आएको हाम्रो काम पुरा भयो साइकल चाहिँदैन आजको चाहिँ 20,000 तिर्नुपर्छ एक्जाम दिएको होइन त्यो चाहिँ थाहा भयो
फाइनली खाइदिए कि त होइन फर्केर आइसकेँ। पछि म रुमतिर लाग्दैछु, साथीलाई चाबी पनि साइकल पनि दिइसकेँ, किनभने मैले चाहिँ आज मेरो साइकलले गएको थिइनँ कि। मेरो साइकल चाहिँ मैले मेरो साथीलाई दिएको थिएँ, तर खासमा दिनु चाहिँ नहुने भन्छ नि यतातिर, तर मैले चाहिँ दिएको थिएँ होइन। केही छैन, यताको भ्यूहरू देखाउँ जस्तो थोरै क्यामेरा क्वालिटी पनि पुस्नुपर्छ, आज नपुसिकन भिडियो बनाएको होइन। भर्खर साइकल कुदाएर आँखामा पनि चिसो पानी जस्तो भइरहेको। अनि आजको कस्तो भन्दाखेरि चाहिँ तपाईँहरूलाई म दिनुपर्दाखेरि चाहिँ पैसा चाहिँ लाग्ने भएन। अब सान र एन्नी हुनेहरूले चाहिँ 8 मान तिरे हुन्छ अरे, 80,000 तिरे हुन्छ अरे एडमिसन फी होइन। नत्र हामीले चाहिँ एडमिसन फी चाहिँ 28 मान तिर्नुपर्छ अरे। 28 भनेको 2,80,000 भनेको 2 लाखभन्दा 8,80,000 भन्दा 2 लाख बढी तिर्नुपर्ने रहेछ हामीले चाहिँ मगाएको सेनमुनमा, होन्डाको सेनमुनमा होइन। त्यस्तो भयो आज होइन। अनि त्यसपछि सबै कुरा हेऱ्यो गाडीहरू। मैले सोधिनँ, किनभने धेरैजना थियो नि, भिडियो गर्नु पाउँछ कि पाउँदैन सोधेको भए चाहिँ हुन्थ्यो, तर मैले सोधिनँ होइन। तर जे भयो राम्रो भयो, आज गयो होइन। फर्स्ट के भन्छ सेमुङ गएको हेऱ्यो। अनि यो कुराले गएर चाहिँ के अनुभव भयो भने पढाइ चाहिँ शिवक्लिक छ होइन। धेरै पढ्नुपर्ने रहेछ भन्ने एकदम मलाई ध्यान भयो होइन। अहिले बल्ल ध्यान हुँदैछ धेरै पढ्नुपर्ने रहेछ भनेर चाहिँ। एकदम मोत्तो गाम्बारा नाकेरेवा नारा नै होइन। त्यही हो, गाम्बारी मास्यो मिनासान। अब पढाइ छैन होइन, त्यही पनि हुन्छ कि भन्ने आश छ। अब हेरौँ, भएन भने म निहुँगो गएको नै पढ्छु फेरि पनि, जसरी पनि दिदी पैसा छिर्ने भन्ने हिसाब लिए भने चाहिँ होइन हुन्छ। अब त्यही हो, म्याथ पनि चाहिँदो रहेछ। अब म्याथमा पनि त्यस्तै नै खुलित छु, राम्रो बन्छु एक दिन। अब प्र्याक्टिस गर्छु आजदेखि। ओके, सी यू।